कता हो मैया यस्तो च्वाक भएर बाटो बाटो हिँडेर हामी देखाएनौ आऊ बस पुर्याइदिन्छु कहाँसम्म जाने हो म लगिदिइहाल्छु नि पराएर मेरो खुट्टा छ आमा आफै हिँड्दै जान्छु यस्तो च्वाक मान्छे यसरी रिसाएको सुहाउँदैन हो मैया लाज लाग्दैन बाटोमा हिँडेर आएको केटीलाई जिस्काउन अरे मैया नाङ्गै जिस्काएको छु र यी कपडा लाएर जिस्काएको छु नि त यसमा केसको लाज मैया तिम्रो दिदी पनि छैनन् तिनीहरूलाई गएर जिस्काउन छन् मैया छन् तर तिमी जस्ता च्वाक छैन नि त सबै फोरी र सिगाने मात्रै छिन् लाज लाग्दैन यसरी बाटो बाटोमा बसेर केटीलाई जिस्काउन ओ मैया रुख न हो मैया लाग्दैन नि मैया हेलो मैया आहा मैया कता हो मैया हेलो भिनाजु कताबाट आएको टिप्सिन पढेर आएको कसलाई बिनाजु भनेको तपाईँले ऊ मेरो दिदी अनि त्यो दिदीबाट चाहिँ भिनाजु भन्नु परेन त लाज लाग्दैन एउटा टिप्सिन परेर आउनु लागेको केटालाई यसरी जिस्काउँदाखेरि तपाईँहरूलाई लाज के को सुल्टी तिमीलाई चाहिँ मैले पहिल्यैदेखि चिन्थेँ क्या सुल्टी यसो जाउँ न यसो कुनातिर तिमीहरूको घरमा दाजुभाइ छैनन् गएर दाजुभाइलाई जिस्काउ न दाजुभाइ त छन् तर तपाईँ जस्तो सेक्सी दाजुभाइ त छैनन् नि भेनाजु लाज नभएकी पाथरहरू यसरी एक्लै हिँडेको केटालाई जिस्काउनु लाज मान्दैनौ दिदी बढी बोल्दैछ यसलाई व्यवस्था गर्नु त के लाज मानेको सुल्टीले दाजुभाइ छैनन् फोन